साथीहरु फेरि आइसकेको छु नयाँ न्युमेरिकल फिजिक्सको मोमेन्ट अफ इनर्सिया बीएससी फर्स्ट इयर न्युमेरिकल अनि यसमा आएर 2081 क्वेसन नम्बर 10 मा सोधिएको क्वेसन हो। अनि यो क्वेसन यस प्रकार छ, अ सोलिड स्फेरिकल बल्स रोल्स फ्रम रेस्ट भनेपछि u बराबर 0 अनि विदाउट स्लिपिङ डाउन अ स्मुथ प्लेन इन्क्लाइन्ड angle 30 degree to the horizontal and calculate the distance traveled horizontal and traveled distance per second after the starting from। यो क्वेसन के भनेछ भने एउटा फिगर चाहिँ यस्तो ट्रायंगल रहेछ अनि यहाँ एउटा स्फेरिकल बल राखिएको छ अनि त्यसको सुरुको चाहिँ त्यो रेस्टमा छ भने त्यसको 0 हुन्छ u इनिशियल अनि त्यो त्यहाँबाट खसालिएछ भने त्यसको मोमेन्ट अफ इनर्सिया बाट सल्भ गर्ने हो। अनि त्यहाँ सोधेको छ भने डिस्टेन्स, यसले डिस्टेन्स कति ट्राभल गरियो तल आउँदासम्म कति डिस्टेन्स ट्राभल गरियो। अनि यो सल्भ गर्नको लागि सुरुमा हामीले त्यहाँ जति दिए सबै लेख्ने, u बराबर 0 रेस्ट भनेछ त्यसैले 0 अनि एंगल 30 डिग्री अनि डिस्टेन्स निकाल्ने अनि टाइम दिएछ हाम्रो 4 सेकेन्ड अनि फेरि ग्रेभिटी 9.8 मीटर पर सेकेन्ड स्क्वायर लेख्ने हो। अनि फर्स्ट अफ अल हामी फर्मुला जान्ने, मोमेन्ट अफ इनर्सिया अफ सोलिड स्फियरको चाहिँ फरक हुन्छ 2/5 mr स्क्वायर हुन्छ नि, 2/5 mr स्क्वायर मोमेन्ट अफ इनर्सिया। अनि हाम्रो फर्मुला चाहिँ यो हो, यो चाहिँ यसमा एक्सेलरेसन पत्ता लगाउने सुरुमा अनि फेरि यो फर्मुलामा एक्सेलरेसन राखेर यो निकाल्ने हो। एक्सेलरेसन फर्मुला यो छ g sin थीटा अपन 1 प्लस k स्क्वायर बाई r स्क्वायर। अनि यहाँबाट एक्सेलरेसन थाहा हुन्छ अनि फेरि यो चाहिँ कसरी निकाल्ने म अहिले भन्छु है। यहाँ फेरि यो हेरौँ अनि फेरि यस भनेको डिस्टेन्स हो, यस चाहिँ मिटरमा हुन्छ अनि d पनि मिटरमा हुन्छ भनेको यस र d को युनिट सेम छ त्यसैले यसलाई d लेख्न मिल्छ। अनि फेरि यस बराबर ut प्लस हाफ एट स्क्वायर, u भनेको 0 हुन्छ भने पुरै टर्म चाहिँ जान्छ अनि फेरि हामी निकाल्ने हो, हामी यस निकालिहाल्छौँ, यहाँबाट a आउँछ अनि टाइम चाहिँ दिएकै छ फेरि आउँछ सर। अब यसको के छ भने यो कसरी निकाल्ने, अनि मोमेन्ट अफ इनर्सिया फर्मुला i बराबर mk स्क्वायर हो अनि सोलिड स्फियरको 2/5 mr स्क्वायर अनि यसलाई बराबर गर्ने mm काटिन्छ सेम हुन्छ अनि k बाई r स्क्वायर यता लग्ने k स्क्वायर बाई r स्क्वायर बराबर 2/5 हुन्छ। अनि यो चाहिँ यहाँ राख्यो भने यहाँ एक्सेलरेसन निस्किन्छ। अब हामी सल्भिङमा जाम है, यो यति फर्मुला हो अनि त्यसपछि यहाँ जाम। सुरुमा के गर्ने, एक्सेलरेसन निकाल्ने, एक्सेलरेसन भनेको यो फर्मुला हो k स्क्वायर बाई r स्क्वायर, हामीले कति निकाल्यौँ 2/5 k स्क्वायर बाई r स्क्वायर 2/5 अनि फेरि हामी भ्यालु राखौँ एक्सेलरेसनको 9.8 अनि इन्क्लाइन 30 डिग्री छ 30 डिग्री राखौँ अनि यो चाहिँ यो यता मल्टिप्लाई गर्ने 5 प्लस 2 अनि यो माथि मल्टिप्लाई हुन्छ अनि यसलाई सल्भ गर्दाखेरि 3.5 आयो। अब एक्सेलरेसन आयो भने फेरि हाम्रो सेकेन्डमा के गर्ने, फेरि डिस्टेन्स पत्ता लगाउने, यस बराबर d पनि भनिन्छ अनि d यो निकाल्ने, यो 10 क्लास 8 क्लासमा पढेको फर्मुला हो। यस बराबर ut प्लस हाफ एट स्क्वायर, u बराबर 0 क्वेसनमै भनेछ रेस्ट छ भने यो पुरै 0 हुन्छ, यहाँ मैले 0 मल्टिप्लाई गरेर राखिदिएँ अनि फेरि के भयो भने अनि एक्सेलरेसन हामीले निकालेछौँ, एक्सेलरेसन यहाँ राख्ने, एक्सेलरेसन यता राख्छु है म, यहाँ चाहिँ मल्टिप्लाई गरेँ त यहाँ नर्मल आयो, एक्सेलरेसन राखेँ, टाइम राखेँ, स्क्वायर गरेँ डिभाइड बाई 2, यस बराबर यति हो, यस भनेको d हो अनि d बराबर 28 मिटर। हेन्स द डिस्टेन्स ट्राभल होरिजेन्टल बाई अ स्फेरिकल बल इज 28 मिटर। अनि यो क्वेसन पुरै सल्भ हो।